विशेष गरी यो मानव स्वास्थ्य सम्बन्धी आफूलाई पूर्ण रूपमा जानकारी छैन भने अनर्गल हल्ला फैल्यायो भने बडो घातक हुँदो रहेछ क्या साथीहरू। मेरो उमेर किशोरी उमेर हुँदाखेरि मेरो जीवनमा एउटा यस्तो घतलाग्दो घटना घटेको छ, म हजुरहरूलाई सुनाउँछु है त साथीहरू। म र मेरो एकजना साथी एउटै उमेर समूहका थियौँ। अनि उनीलाई पहिलोचोटि महिनावारी भयो, दोस्रोचोटि महिनावारी भयो, तेस्रोचोटि महिनावारी भयो, चौथो पाँचौँ गर्दै महिनावारी हुँदै थियो। अनि त्यहाँबाट यसो हुँदाहुँदै उनलाई एकचोटि अर्को महिना, पहिलो महिना त महिनावारी भयो, अर्को महिना महिनावारी भएनछ, अनि फेरि अर्को दोस्रो महिनासम्म महिनावारी नभएपछि तिनी साथी एकदम आत्तिछिन्, ला मलाई के भयो कसो भयो भनेर अनि मलाई सुनाउन थालिन्। हेर्न साथी, मलाई त 2 महिना भयो महिनावारी भएको छैन भनेर। अनि त्यो बेला आफूभन्दा ठुला मान्छेहरूलाई यस्तो समस्या सुनाउनु भनेको एकदम लाजमर्दो हुन्थ्यो। आमाहरूलाई पनि सुनाकी रहन्छन्, कसैलाई पनि सुनाकी रहेनछिन्। अनि उसको र मेरो मन मिल्ने भएकाले उसले आउँदै दिने पछि जस्तो मसँग गुनासो, ला मलाई के भयो, अब मर्छु कि के गर्छु कि भन्ने। अनि हामीलाई हाम्रा हजुरआमाहरूले डर देखाउनुहुन्थ्यो, हेर केटी हो, जता पायो त्यतै कुदेर नहिँड्नु, उत्ताउलेर नहिँड्नु, केटाहरूले पिसाब फेरेको ठाउँमा पिसाब नफेर्नु, केटाहरूले पिसाब फेरेको ठाउँमा पिसाब फेर्यो भने त गर्भवती पो हुन्छ नि भनेर सिकाउनुहुन्थ्यो। अनि मैले यही कुरा तिनी साथीलाई भने। अनि झन् तिनी साथी त त्यो महिनावारी नभएको पीडा आफ्नो मनमा पीडाले छटपटिरहेकी थिइन्। यो कुरा सुनेपछि त ला म त गर्भवती भइसु क्या र, कहिले केटाहरूले पिसाब फेरेको ठाउँमा पिसाब फेरेँ होला भनेर दिनभरि झोक्राउने अनि रातभरि नसुत्ने राम्रो तिनी त दिनै सुक्दै गइन्। अनि अब गाउँका अथवा घरका ठुला आमाहरूले काकीहरूले सोध्नुभएको छ, तँलाई के भएको छ, तँ त दिनदिनै सुक्दै गइस् त, भन् के भएको छ भनेर भनेपछि उसले मलाई त महिनावारी भएको छैन भनेर। तर के अरे हाम्रो छेत्री बाहुनको त महिनावारी बारिन्थ्यो। उनी चाहिँ तामाङ समुदायकी थिइन् क्या। उनीहरूको समुदायमा यो महिनावारी हुँदा बार्ने चलन रहेनछ। अनि आमाहरूलाई यो कुरा पत्तै भएन। अनि कति धामी झाँक्री लगाए, कति के गरे, उपचार गरे, अनि र पनि उनलाई महिनावारी भएन। अनि 7-8 महिनापछि महिनावारी आफै भएछ र उनी धेरै खुसी भएकी थिइन्। मैले यो अनर्गल प्रचार गरेको कारणले झन्डै मेरो साथीको ज्यान गएको थियो साथी।